म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजन सहित सामूहिक तस्बिर लिने प्रयोजनका लागि शरीक भइदिनु हुन नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारका सदस्यहरू मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु।
दर्शकवृन्द, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ र यति बेला नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका परिवार, उहाँकी श्रीमती सबिना काफ्ले र छोरी हामीले यति बेला देखिरहेका छौं। यो दृश्यमा परिवार सहित फोटो सेसनको कार्यक्रम रहेको छ र भर्खरै मात्रै पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनु भएको छ र यति बेला परिवार सहित फोटो सेसनको कार्यक्रम हुँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासबाट हामीले यो प्रत्यक्ष प्रसारण यहाँहरु समक्ष देखाइरहेका छौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा आजै मात्रै नियुक्त गर्नुभएको हो र अहिले भर्खरै उहाँलाई पद तथा गोपनीयताको शपथ पनि गराउनु भएको छ राष्ट्रपति पौडेलले। र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले एउटा इतिहास कायम गर्नु भएको छ। लोकतन्त्र स्थापना पछिका 36 वर्षका बालेन्द्र शाह कान्छा प्रधानमन्त्री पनि बन्नु भएको छ र यो फोटो सेसनको काम पनि सम्पन्न भएको छ। 3 वर्ष अघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 अर्थात 182 सीट जितेर पहिलो दल बन्यो र राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह बहुमत प्राप्त दलको हैसियतबाट वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो। यस सँगसँगै सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम आजै देहाय बमोजिमको मन्त्री परिषद गठन गर्नु भएको छ। सोको जानकारी गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह रक्षा, उद्योग, वाणिज्य तथा माननीय डाक्टर सोडिम वाग्ले मन्त्री अर्थ मन्त्रालय, माननीय श्री सुदन गुरुङ मन्त्री गृह मन्त्रालय, माननीय श्री शिशिर खनाल मन्त्री परराष्ट्र मन्त्रालय, माननीय श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्रालय, माननीय श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, माननीय श्री खड्गराज पौडेल मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, माननीय श्री सस्मित पोखरेल मन्त्री शिक्षा, विज्ञान, प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय, माननीय श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा जनसंख्या खानेपानी मन्त्रालय, माननीय डाक्टर विक्रम तिमिलसेना मन्त्री संचार तथा सूचना प्रविधि, माननीय श्री प्रतिभा रावल मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, माननीय श्री शोभिता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला, माननीय श्री गीता चौधरी मन्त्री कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, माननीय श्री दीपक कुमार शाह मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माननीय श्री सीता बादी मन्त्री महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक, अब म संविधानको धारा 80 बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुहुन नवनियुक्त माननीय मन्त्रीज्यूहरू माननीय मन्त्री सोडिम वाग्ले, माननीय मन्त्री सुदन गुरुङ, माननीय मन्त्री शिशिर खनाल, माननीय मन्त्री सुनिल लम्साल, माननीय मन्त्री विराज भक्त श्रेष्ठ, माननीय मन्त्री खड्गराज पौडेल, माननीय मन्त्री सस्मित पोखरेल, माननीय मन्त्री निशा मेहता, माननीय मन्त्री
डाक्टर विक्रम तिमिल सिन्हा, माननीय मन्त्री प्रतिभा रावल, माननीय मन्त्री शोभिता गौतम, माननीय मन्त्री गीता चौधरी, माननीय मन्त्री दीपक कुमार शाह र माननीय मन्त्री सीता बालीज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ र सँगसँगै अब नवनियुक्त प्रधानमन्त्रीले आजै नियुक्त हुनुभएका मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम पनि भएको छ र मन्त्रीहरूको अहिले शपथ गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथको कार्यक्रम सुरु हुँदैछ। हामीले यहाँहरूलाई प्रत्यक्ष देखाइरहेका छौं। बालेन्द्र शाह प्रधानमन्त्री र उहाँले रक्षा उद्योग र वाणिज्य पनि उहाँले आफ्नै जिम्मेवारीमा राख्नु भएको छ। अर्थमन्त्री बन्नु भएको छ स्वर्णिम वाग्ले, यसैगरी गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक र शहरीमा सुनिल लम्साल, पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु।